कश्मीरको लागि लडेको होइन प्रशान्त तामाङ पहिला नेपाल इन्डियन पुलिस थियो पहिला इन्डियन आइडल जितेछ नि त पोखराको यो फेवाताल लेक चाहिँ एकदमै राम्रो र ठुलो र धेरै राम्रो छ है। साथमा मन्दिरको दर्शन पनि गर्न सकिन्छ। मिनिमम 3 नाइट्स पोखरामा गयो भने चाहिँ ठिकै होला। त्यहाँदेखि चाहिँ यहीँबाट मुस्ताङहरू पनि गइन्छ। घुमिराख्नु पर्यो, लाइफमा इन्जोय पनि गरिराख्नु पर्यो होइन भाइ। लाइफमा घुम्नु पनि पर्यो, इन्जोय पनि गर्नु पर्यो है। साथमा पैसा पनि कमाउनु पर्यो, ब्यालेन्समा राख्नु पर्यो। के भन्नु न आइतको बिहान सिकार नकली माछा कालो तेरै हो डम्बर गएपछि हेर्नु सक्छ तेरै पालो Cái bước đó cả là này nước plastic của cái bơi kìa cái bơi kìa cái bơi खोइ त म cá đó sao cá thì अहिले हामी फेवाताल लेकमा बोटिङ गर्दैछौँ र रमाइलो हुँदैछ। आजको दिन एकदमै रमाइलो भयो। बिहान हामी सारङकोट गएको थियौँ र त्यहाँनिर हामीले धेरै राम्रो भ्यूहरू देख्न पायौँ एकदमै। सो ओभरअल आजको टुर एकदमै राम्रो हुँदैछ, खुसी छौँ। वी आर भेरी ह्याप्पी। हामी भर्खर मन्दिरको दर्शन पनि भयो। यहाँ हाम्रो पछाडि भाइ हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई गाइड पनि गर्नुहुँदैछ। भाइ उयो सोलो गर्दैछ नि सिङ्गलको, त्यसको चाहिँ कति हो त्यो? उनीहरू अन्त त्यहाँबाट चिप्लिँदैन कि बाँधेको हुन्छ त्यसमा? लड्छ होला अब। होला सायद। भाइलाई यो पिकहरूको नाम थाहा छ? यो त माछापुच्छ्रे भइहाल्यो होइन? अन्नपूर्ण यो भयो। ऊ परको चाहिँ दौलागिरी। अन्नपूर्ण माछापुच्छ्रे दौलागिरी। यो माथि
मजाले गऱ्यो है यिनीहरूले यिनीहरू युज टु होला नि त स्विमिङ नजान्नेहरूलाई चाहिँ अलिकति यस्तो दिन टाढै बसेको राम्रो ऊ माथि प्याराग्लाइडिङ गर्दैछु यो ल्यान्डिङ चाहिँ कहाँ हुन्छ भाइ ए ए त्यहाँतिर होला नि त छेउछाउतिर मलाई पनि खासमा आज चाहिँ गर्नु मन परिरहेको थियो त्यो माथिको अघि हामी गएको जग्गा ऊ माथि प्याराग्लाइडिङ भएको ऊ सारङकोट ऊ माथि ऊ बुद्धको स्टुपा हिजो हामी गएको हिजो हामी त्यहाँ पनि गइन् भाइ त्यो माथितिर पनि गयो नि एक बजेभन्दा अगाडि गर्नु साढे 1 बजेभन्दा अगाडि भोलि 11 बजीतिर गर्नु खाना खानु अनि 1 घन्टा रेस्ट गरेर त्यसो गऱ्यो भने चाहिँ राम्रो भाइले चाहिँ यहाँ कति वर्षदेखि गर्दैछौ आम्मा अहिले कति वर्ष पुग्यो भाइ कति वर्ष ए भाइ यस्तो त्यो बल राखेको छ नि यसको मतलब चाहिँ के हो ए छुट्याइदिएको त्यहाँदेखि उता जानु पायो उता ए गरम भयो भने त यहाँनिर आउनु पर्ने रहेछ नि बोटिङ गर्नु हजुर
भने त म खाली भयो भाइ ठिक छ ओल्डतिर जाउँ त त्यो के त्यसमा अरू डेटमा कुन डेट एउटा भनेको क्या म बसी एउटा सन्चै हुन्छ ल्याउँदैन उहाँ नि झोला झोला लाउ झोला हजुर ए म चाहिँ त बजारतिर आएको थिएँ कि होइन के यो पैसा हालिदिउँ भन्नुहुन्छ र अनि चाहिँ केमा हाल्नु मिल्छ र भनेर मन्दिर देखानु भयो अलि ज्याकेट फोल्ड आदिसम्मको छोड
अहिले म मिलाइदिन्छु नि। अहिले बसेर। यहीँबाट हाल्थेँ। यहीँबाट छिराइदिएँ। Yeah. ए यसरी राख्दोस् नि योमा सबै माछाको यो त बोटिङ गर्ने जग्गाहरू त कम्ता ठुलो छैन त है यो त आम्मामा परदेखि नै This tracking. अब नेक्स्ट टाइम फेरि एकपल्ट आउँदा हुने रहेछ
यो खोलिदिउँ न है बाहिर खोलिदिउँ ज्याकेट बाहिर आएर मात्रै See, we are surrounded by the beautiful Feotal Lake in Pokhara right now. The view is mesmerizing. As we can see the mountain peaks also from here. Probably that is the Annapurna range that you can see. And Middle one. the one which we can see in the left, that is the Dhaulagiri range. The last one. And the middle one, as you can see, the peak out there, that is Macha Picchu. Fishtail, as it is called. Very beautiful, mesmerizing view. As you can see, it's surrounded by the little hills and the mountains, and in the middle we have the lake. The stupa. We went to the stupa yesterday out there, this stupa. عندها ستاند لكن نسيتها في Itu tuh. तेरीका एकछिन भाइ एकैछिन है यो ज्याकेट पक्र त फोटो खिच्ने फेरि होइन होइन बिस्तारै आउँदै तेरो गाउँ पनि 2-3 वर्ष जाइ खिच्न त बोर्ड नम्बर 25 बैठेर जाने साइकलहरु आर्मीको बिहा छ नि त्यसको पुरै अहिले त्यही देखेर पुरा सपोर्ट गरेको नि नेपालीहरू चारैतिर यहाँदेखि लिएर होला बाहिर विदेशमा आउनेहरू उता दार्जिलिङ सबैले पुरा सपोर्ट गरेको अहिले राम्रो उयो हुँदैछ ठुल्ठुलो हिरोहरूले त्यस्तो अफर पाएको थिएन बसन्त तामाङ भन्ने एउटा गायक एक्टिङ गर्यो हिरो त हिरो तर त्यति फिल्म नखेलेको नेपाली पनि खेल्यो होला त तर चल्नु सकेन है यो बोटहरु भाइ यतै बनाएको हो यतै बनाएको यो त हाम्रो तराईबाट चाहिँ सालको काठ ल्याएर यसलाई चाहिँ यहाँ फेरि फर्निचरमा काठ किनेर त्यसको चाहिँ मर्मत हुन्छ यो बोट डल्लैको एउटा किन्नु पर्दा कति पर्छ यसलाई त एउटा किन्नलाई 18-19 लाख पर्छ है आम्मा यसको यो नयाँ बनाउनलाई 3 लाख भेट्छ यसको नम्बर हुन्छ सियर हुन्छ एउटै बोटको सियरमा मात्र 15 लाख बेला 5-6 हजारमा किनेको बोट हो 20 हजारको चाहिँ 3टा बोट आउँछ
भाइहरूले चाहिँ यहाँ चाहिँ भाइहरू चाहिँ तपाईँहरू चाहिँ स्टाफ हो? यहाँ स्टाफ बोर्डिङ गरेको तपाईँहरूको कस्तो महिनाको हिसाबमा हो कि 40 हुन्छ पर ट्रिप? ए अच्छा अच्छा। लिएर गएर आएको 1-2 दिन ए 1 घन्टा गयो भने 150 दिनमा जति ट्रिप भयो त्यही हिसाबले है? ए अच्छा अच्छा। कतिसम्म गर्नुहुन्छ? त्यही हो 4 टिप 5 टिप अब यसले 3 टिप भयो यहाँ दार्जिलिङ कालिम्पोङ सिक्किमहरूको पनि आउँछ अरू बेला? हजुर दार्जिलिङ सिक्किमहरूको पनि आउँछ? इन्डियाबाट तपाईँहरू जस्तो सिक्किम दार्जिलिङहरूबाट पनि अहिले एकदम धेरै आएको दार्जिलिङबाट सिक्किमबाट भन्दा पनि दार्जिलिङबाट धेरै आएको दार्जिलिङबाट धेरै आउँछ। अहिले जस दिनकै 1-2 त भेटिरहेको हुन्छ तपाईँहरू अब 2-3 वर्षमा एकचोटि जाने त सिक्किम दार्जिलिङ तर तपाईँहरूको यहीँ दामी, हाम्रो त त्यस्तो यस्तो छैन। यति ठुलो पनि त छैन नि। एउटा चाहिँ अब पोखरै दामी हो नि। हामी नेपालको पनि त अब जस्तो हुन्छ भने तपाईँलाई उहाँ घुम्न मन लाग्छ जस्तो हामीलाई पनि अलिकति अब बाहिरै हाम्रै ठाउँ नभए पनि अब नेपालीहरू सबै यहीँ हुन्छ नि त लोकल रहेछ सफ्ट छ मटन कडा रहेछ तपाईँ खानु न चिकन हालिदिन्छु गुन्द्रुक त हामी नमिले रहेछ सर पानी पानी सारा नहीं
दाजुहरूलाई खाना थप्दिनँ म खाना यो गुन्द्रुकहरू चाहिँ नपक्ने अघिल्लो चक्लेट पाक्नु पऱ्यो गुन्द्रुकहरू दाल हजुर यो सब्जी पर्दैन साग हाल्नुहोस् साग मात्रै साग अहिलेको चाहिँ मिठो छ यो सागै हो अहिले चाहिँ अन्त यो अलिक यसको झोल झोल ल्याउनु पर्छ राख्नु पर्छ अलिकति दाल हालिदिनुहोस् तपाईँ तरकारी पर्दैन हजुर भयो 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 होइन तरकारी परेन त्यो झोल ल्याउनु पर्छ हुन्छ Aldrin. सर राख्दै यहीँ राखौँ है लोकल कुखुरा ब्रोइलर